मध्य प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि सहभागी भएको छ। नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा बनेको सरकारमा राप्रपाबाट कञ्चन बिछा मन्त्री बनेका हुन्। तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्णय विपरीत सरकारले सहभागी भएकामा असन्तुष्टि जनाएका छन्। उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मध्य प्रदेश सरकारमा राप्रपाको सहभागिता पार्टी अनुशासनको गम्भीर उल्लङ्घन भएको बताएका छन्। लिङदेनले मन्त्री बनेकालाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्। उनले चेतावनी दिँदै भनेका छन् अन्यथा पार्टी विधान अनुसार कारबाही हुनेछ। राप्रपाका संघीय तथा प्रदेश सांसदहरूले गत भदौ 24 गते सामूहिक राजीनामा दिएका थिए। त्यही राजीनामा दिएका सांसद मध्येका एक अहिले मन्त्री बनेका हुन्। आइतबार अबेर राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले नेता सरोज कुमार यादवलाई मध्य प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। यादवले सिन्धुली र महोत्तरीको सिमानामा पर्ने एक होटलमा शपथ ग्रहण गरेका थिए। मुख्यमन्त्री यादवले 3 जना मन्त्री नियुक्त गरेका छन्। एमालेबाट लखन दास, समाजवादी पार्टीबाट बिमला अन्सारी र राप्रपाबाट कञ्चन बिच्छा।